तर नेगेटिभ कुरालाई मात्रै हाइलाइट गरेर जसरी अभिव्यक्ति दिइराख्नु भएको छ नि, त्यसरी नै तपाईँले आफ्नो जीवनमा पनि के कुरा नेगेटिभ भयो भनेर हेरिदिएको भए सायद तपाईँको जीवन, तपाईँ जहाँ हुनुहुन्छ अहिले त्यहाँभन्दा हजारौँ गुणा माथि पुग्नुहुन्थ्यो। नेपालको राजनीतिकमा यति धेरै नेगेटिभ टिका टिप्पणी गर्छौँ हामी कि हाम्रो जीवन कहाँ गइरहेको छ भन्ने कुरा पनि हामी धेरै व्यक्तिलाई थाहा छैन। हामी यति धेरै नेगेटिभ कुरालाई मात्रै डिकोड गरेर या नेगेटिभ कुरालाई मात्रै हाइलाइट गरेर हामी आफ्नो अभिव्यक्ति दिइरहेका हुन्छौँ र हाम्रो जीवन पनि हाम्रो कहाँ गइरहेको छ हामीले नै थाहा छैन। त्यसैले तपाईँ सबै कुरा नेगेटिभ मात्रै लिनुहुन्छ आफ्नो सोसियल मिडियाबाट र त्यसलाई अभिव्यक्ति दिनुहुन्छ भने तपाईँको पोजिटिभ कसरी आउँछ र तपाईँले गर्ने काम पनि कसरी पोजिटिभ हुन्छ? किनभने तपाईँको ब्रेनले नेगेटिभ कुरालाई मात्रै फोकस गर्यो भने तपाईँको लाइफमा जे गर्दै हुनुहुन्छ नेगेटिभ कुरालाई मात्रै फोकस गरिदिन्छ, तपाईँ जीवन पनि नेगेटिभ वेमा मात्रै जाने हो। तपाईँ सफलताको नजिक होइन, सफलताको अपोजिटमा हिँडिराख्नुहुन्छ। त्यसले धेरै कुराहरूमा तपाईँले आफूलाई पोजिटिभ कुरालाई पनि आफ्नो सोसियल मिडियामा टिपेर हाइलाइट गर्ने कोसिस गर्नुहोस्। थ्याङ्क यू सो मच।